इट्स डे 7 अफ पोस्टिङ अ रिल जबसम्म बालन शाहले टेलिभिजन इन्टरभ्यू दिँदैन। इफ हि डज म लाइभमा आएर तक्ले बनिदिन्छु। हामीले खोजेको मान्छे बालन जस्तै हो, धेरै कुरा नगरोस्, काम गरोस्, एक्सन ओरिएन्टेड होस् भनेर खोजेकै हो। तर त्यो भन्दैमा चुपचापै लग्ने, यत्रा उठेका क्वेसनहरूको पनि एन्सर नदिने त्यस्तो पनि होइन क्या। उसको प्लान के हो, भिजन के हो, यी उठेका क्वेसनहरूको एन्सर के हो, त्यो सबै कुराको जवाफ दिनु पर्यो क्या। अबको नेक्स्ट 5 इयर्समा हामी 12 लाख रोजगारी क्रिएट गर्छौँ, 12 लाख युवालाई रोजगार दिन्छौँ भनेर भनेको छ। तर हाउ, कसरी दिने, कहाँबाट आउँछ अब नेक्स्ट 5 इयर्समा 12 लाख रोजगारी? त्यसको बारेमा जनतालाई भन्नु पर्यो होला नि त। हामी यो उसमा काम गरिरहेको छौँ, यसले यति रोजगारी क्रिएट गर्छ र 5 वर्षमा हामी यसलाई 12 लाख पुर्याउँछौँ भनेर। तपाईहरुलाई पनि लाग्छ कि अब बालनले आएर यी सबै क्वेसनहरूको एन्सर गर्नुपर्छ, उसले आफ्नो प्लान भिजनहरू जनताको समक्ष राख्नुपर्छ भन्ने लाग्छ र बालनले इन्टरभ्यू दिनुपर्छ भन्ने सोच्नुहुन्छ भने तपाईहरु पनि मलाई यो च्यालेन्जमा हेल्प गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईहरु यो रिलमा कमेन्ट गरेर, लाइक गरेर, शेयर गरेर, स्पेशली पेजलाई फलो गरेर र बालनलाई कमेन्टमा मेन्सन गरेर हेल्प गर्न सक्नुहुन्छ। तपाईहरु युट्युबमा यो भिडियो हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्विटरमा हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु होला। लेट्स मेक इट ह्यापन टुगेदर।